नमस्ते गाइस, वेलकम छ तपाईँहरूलाई मेरो भिडियोमा। सन्चै हुनुहुन्छ होला होइन तपाईँहरू? म पनि एकदम सन्चै छु। र आज चाहिँ अप्सनले चाहिँ नयाँ बाइक CX-50R लिइसकेको छन् है। अब चाहिँ त्यो बाइकको पूजा गर्न जानु लाग्यो त गाइस, त्यही गरेर भेटौँला एकछिनमा। सहयोग तिमी हो हेलमेट अनि CX उल्टो खतरा लाउनु नखाऊ त अनि अब चाहिँ बाइक पूजा गर्न जानु लाग्यो महाभान्जे टक्क माने पुरा रकेट हो फेरि हान्न हाँसो यार भेट्न गाह्रो सरकारलाई। हामी अकलादेखि टक्क अब आयो रकेट माथि माथि हामी जग्गादेखि मन्दिरतिर ल गाइस, अब चाहिँ पूजा सुरु। अब एकछिनमा पूजा गर्ने है। टक्क घोडा चाहिँ यहाँ छ दुईवटा, दामी छ। यस्तो यस्तो ड्याम अप्सन चाहिँ पुरामा सामान किन्न लाने लावारिस पारामा ट्याक्क ल दुईवटा घोडा चाहिँ यहाँ दामी पारामा सही दामी पनि मार्केट खान्न अब खाइहाल्छ नि। ल ल अब चाहिँ यहाँ पूजा मैले चाहिँ पूजा गरिसकेको थिएँ, फेरि पनि यहाँ पूजा गरिदिउँ न भनेर गर्न लाग्यो। अप्सनको नाममा है यो पूजा चाहिँ, अप्सनको नाममा। साउ के भन्नु छ त? अब चर्च छोरीले CX
संसार्यं तस्य तस्य विष्णुवाद्यहं श्रीमद्महापुराणोपनिषत्सु विष्णुरादिपतेः पूर्वसङ्कल्पः सिद्धिरस्तदेहं माता भवदेवी भगवती कर्मकर्मणार्थानि के नाम हो ऑप्शन सर्वणे ब्राह्मणार्थो विश्वकर्मा कर्मकर्मणार्थं संपूर्ण प्रहदश स्वस्ति शांति नित्यार्थानि हम विश्वकर्मणे नमः लोकानि स्वस्ति त्यो घुमा घुमा हुन्छ होला सल्केन है अझै दामी बाह्रमा सही हाम्रो विपन कसैले चिन्नुहुन्न भने चाहिँ मेरो इन्स्टा टिकटक आइडीमा विपन सर्च गर्नु होला आउँछ है त हाम्रो विपन तपाईँ कहाँ गायब हुनुभयो भने त्यस्तो मन्दिरमा आएर कथा यस्तो गरेर बस्नु हुँदो रहेछ नि त तपाईँहरू जाने हो हेर नि भिडियो बनाएर बोरा त फाल्ने रहेछ उनीहरूले नि जाम्ला गाइस जब चाहिँ हामी ढिकी डाँडा खाना खान जानु लाग्यो जाम्ला ओइ अप्सन केही भन नि त केही भन न त यहाँ ढिकी डाँडा केटाहरू त्यहाँ guys अहिले चाहिँ हामी लामो चोकबाट ढिकी डाँडा खाना खाना हेरिसक्यौँ यार घरि कुछ जङ्गलको यात्रा हामी सही छ
साउन्ड त क्लियर छ नि एक्सको यो त्यो टर्निङ चाहिँ लास्टै गाह्रो हो क्या सेतो हो नि गाडी आयो भने खाइ हुन्छ अगाडि जानिदिनु पऱ्यो यार आफूले भिडियो बनाएको कहाँ आफू अगाडि आइदिने रहेछ त अब केटाहरूलाई जानिदिनु भयो लास्ट हिमाल कतिको देखिन्छ यार खोपी आराम त के नाम खोपी अहिले चाहिँ हामी ट्याक्क गयो घारबी डाँडा यो चाहिँ घारबी डाँडा हो गाइस अब चाहिँ माथि त्यो चाहिँ ढिक्की डाँडा हो देखियो छैन होला है क्यामेरामा अहिले भइरहेको त्यहाँ सही बाह्रमा मेरो चाहिँ यहाँ पछाडिको ब्रेकै लाग्दैन कि राम्रोसँग त्यसै राम्रो केटाहरू कुदाएको गयो त्यो माथि छ नि एउटा भिरमा त्यो ढिक्की डाँडा साउन्ड त्यस्तो दामी आयो एक्लै चढ्न मजा आउँछ डर त्यो मजा आउँछ नि साउन्ड पुरै नगरौँ कि गाडी के बोलौँ यार साउन्ड सुन्दै मजा आयो के बोल्ने र है ट्याक्क बाइकको साउन्ड सुन्दै बस्दै बस्नु लगाएर आफू बोलेको केही सुन्ने छैन होला सायद आज चाहिँ 3 जना मात्र यस्तो मजा आयो यार धुलो आइन्छ बिस्तारै जाने यार
केटाहरू त आएन नि त अगाडि जानु पऱ्यो केटाहरूको चलाइ त मरद छ नि खोपी खोपी अब यहाँ यो ढुङ्गा चाहिँ लास्ट चाहिँ चिप्लाउँछ पुरै अफरोड हान्थ्यो नि अफरोड दामी देखिएको यार केटाहरू यार क्या मिठाएको यार साउन्ड त ये भगवान ल केटाहरूको भनिदेऊ नि त केही तरकले कस्तो हो त नि रमाइलो मजै आइलिएछ जाँगा गर्नु नहुने गरिसक्यो केही छैन ए डिक्कीको अघि घर छोडिदिनु पर्ने रहेछ ल एकछिनमा भेटौँ लगाएछ अब टक्क माथि गएर अब चाहिँ चौधै फेरि अलिक खासै राम्रो लाग्ने मेरो यहाँको पाटै उडेछ यता अब चाहिँ पुरा खाना खाने तयारी हुँदैछ यहाँ सही के भन्नु नि त भन्छ अब कतिको दबाइन्छ त नि आज अहिले हेरौँ पेटले आज अलिक शान्ति ल ल यस्तो चाहिँ यहाँको यो चाहिँ देखिरहेको स्पेसल खाना है गाइस कतिको हानिन्छ त नि आज अब हेरौँला विचार गरौँला कति हालिन्छ हानिन्छ मिठै हानिन्छ घाँस भुल्ला कति बजी 12 बजिसक्यो आज 2 डेन्जर हानिन्छ होला सायद नरिसाउनु होला सुरु एक बाइट हानिदियो नि त फर्स्ट मुसेर जान्छ ल एक बाइट च्याप अलि बेरले छ ल अब एकछिन भेटौँ लगाएछ ल केटा आज चाहिँ यस्तै भयो अब अर्को भ्लगमा भेटौँला होइन चट्ट रमाइलो त रमाइलो नै भयो अझै केही कुरा गरिदिन्थ्यो तर नगरौँ होला होइन आजको लागि यति नै है त ल केटा बाइ ल अप्सन ए साप ल पछि भेटौँ ल केटा अर्को भ्लगमा है चट्ट अब चाहिँ घर जान लाग्यो हामी पोखरा ब्याट्री ल ड्याप ल है त बाई बाई गाइस ल बाई 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 ए टाढा हो के अरे सी यू गाइस